के गर्दैछौ? कस्तो डुङडुङती गनाउनु भएको हो तपाईँ? नुहाउनु भएको छैन कि क्या? आफू र बिहानै जुरुका उठेर नुहाइधुवाइ गरिन्छ, कति सफा भएर बसिन्छ। तपाईँको जिउ चाहिँ किन गनाएको? जानु गर नुहाउनु। कहिले? आज नुहा कि? सधैँ त नुहाउँछु नि त म। आज बिहान नुहा कि होइन? अच्छा। मैले तेरोभन्दा 4 दिन अगाडि नुहाएको। 4 दिन अगाडि नुहाएको मान्छे कस्तो गनाउँछ? गर नुहाउनु जानु। म त सधैँ नुहाउँछु त अनि। तपाईँ त 4 दिन अगाडि राम्रो नुहाउनु। सबैभन्दा मैले लास्टमा नुहाउने बनाएको थिएँ मलाई। मलाई नि बिहान छिटो उठेर नुहाउने गर्नु नि। हजुर, मैले 4 दिन अगाडि नै नुहाएको। तेरोभन्दा अगाडि म पहिला सधैँको सबैभन्दा अगाडि नुहाउने गर्छु। मैले 4 दिन अगाडि नुहाएको। तेरोभन्दा कति अगाडि हो अगाडि बुझ्यो? यस्तो दुर्गन्ध भयो भने कसरी बस्नु? सबैभन्दा पहिले मैले नुहाएको। यसको दुर्गन्ध लिएर घरमा बस्न सकिँदैन नि, गर नुहाइहाल्नु नि, जानु छिटो। नुहाउँदिनँ, सबैभन्दा पछाडि नुहाउने बनाएको। बाटी नुहाउँदिनँ।